हाई एभ्रिवान नमस्ते। अनि आज चाहिँ म गाउँ जाँदैछु, गोर्खा माथि गाउँ चाहिँ होइन, तल बेसी दगुङफाट जाँदैछु आज म होइन। गाउँ चाहिँ म भोलितिर जान्छु। किन जाँदैछु भने भोलि चाहिँ अब आमा खुवाउने औँसी हो नि त, त्यही भएर चाहिँ म जाँदैछु। काठमाडौँबाट चाहिँ म चाहिँ हिँडिसकेँ, अहिले चाहिँ म यहाँ धार्केमा छु है। अनि यो गाडीमा आएकोमा चाहिँ गाडी नै नपाएर गाडी यति प्याक कि आज है। अनि धन्न यो गाडीले चाहिँ मलाई लिएर आइदियो। अनि गाडी चाहिँ खाना खान गाडीको मान्छेहरू चाहिँ खाना खान लाग्नुभएको छ। अनि म चाहिँ यहाँ बसिरहेको। अनि म त धेरै पछाडि नै ब्याक भएँ होइन। मेरो भिडियोमा चाहिँ 1-1.5 महिना पछाडि चाहिँ फेरि मैले भिडियो बनाउन सुरु गर्दैछु गाइज होइन। हेर्नु होला अहिले पनि। अनि त्यही नै हो, अब आमा पनि माथिबाट तल बेसीमा झर्नुहुन्छ, काका काकी उहीँ हुनुहुन्छ बेसी घरमै। अब दिदीहरू सबैजना आज आउँदै हुनुहुन्छ। अनि हामी चाहिँ दिदीबहिनी सबैजना बेनीघाटमा भेटेर चाहिँ जाने कुरा छ हाम्रो है त। रमाइलो हुनेवाला छ है। तर अब के हुन्छ भिडियो चाहिँ हजुरले हेर्दै गर्नु होला। ल अहिले चाहिँ बेनीघाट आइपुगेँ गाइस म चाहिँ होइन। यो बस चाहिँ डाइरेक्ट काठमाडौँबाट आउँछ, लास्टै प्याक छ यो त है। अनि त्यसपछि तपाईँको यो बोलेरो पनि उतै जाने हो, दगुङफाट गाउँ। अनि अब कुनमा जाने हो थाहा छैन हामी चाहिँ है। लास्टै प्याक छ बस, यति प्याक छ कि आम्मा ल हेर्नुहोस्। बस गयो तिम्रो चाहिँ यहाँ बसेर त्यहाँ मान्छे त्यहाँ बस्यो। ल यसको गाडी हो गाइज यो चाहिँ होइन, केसरीको गाडी। मेरो साथी आमा खुवाउने औँसी त यतातिर पनि लागिरहेको रहेछ त। ओहो गाइज है, चप्पल खाए सब किन्ने मिठाई पसल यता पो रहेछ त टर्न नै। यो पनि त्यतै जाने गाडीहरू। अहिले म चाहिँ मेरो साथीको होटलमा छु, दर्बुङ होटलमा है। रोडमै छ, तपाईँहरू नआउनु एकदम मिठो मोमो पाइन्छ। यहाँ चाहिँ एकदम फ्रेस मोमो पाइन्छ होइन दाइ? एकदम हामी त बनाउँदै दिँदै गर्ने हो, फ्रेस बेनीघाटमा आउँदाखेरि चाहिँ खानु होला होइन, मिठो। बफ चिकन दुइटै भन्छ है? हजुर, बफ चिकन दुइटै भन्छ। सेफ चाहिँ उहाँ है मेन? दाइ मेन सेफ उहाँ हो क्या? हजुर, कुकिङ सेफ हो। कति प्लेट चिकन? दाइ चाहिँ मेरो साथीको हस्बेन्ड हुनुहुन्छ है। यस्तो फ्रेस मोमो बन्छ यहाँ चाहिँ। कस्तो फास्ट पेल्नु भएको तपाईँले? यो कामै यो हाम्रो त्यही भएर होला है। डेन्जर फास्ट पेल्नु भएको। यहाँबाट चाहिँ यस्तो भ्यू देखिन्छ है। अहिले हामी जाने त्यही पुलबाट हो, यसरी यो डाँडा उतापट्टि हो। निकै बिजी छ यहाँ। मेरो साथीलाई चाहिँ भ्याइ नभएछ। यहाँ चाहिँ केक पनि पाइन्छ बेनीघाटमा चाहिँ होइन। मैले चाहिँ हाम्रो आमाहरूको लागि यहाँ केक लिँदैछु। चक्लेट केक होइन त दाइ यो? हजुर, व्हाइट फरेस्टमा ल रहेछ है त। ल अब चाहिँ हामी बेनीघाटबाट यो बसमा चाहिँ बेसी जान लागेको है, दगुङफाटसम्म। फाइनली हामी चाहिँ दगुङ गाउँको बस भेट्यो, नत्र चाहिँ हामी म्याजिकमा जाने कुरा भएको हाम्रो चाहिँ। हाम्रो ठुलो दिदी पार्वती र सुजित त्यहाँ छ, हाम्रो भवानी दिजु यता छ, माइलो यता छ, पानी खान लगाइरहेको छ। फाइनल्ली आइपुग्यो त साथीहरू हामी घर। यहाँ आमाहरू चाहिँ बुढी माउहरू चाहिँ यहाँ बसिराख्नु हो। हामी दिदी बहिनीहरू भइहाल्यो नि। यो अन्जिरको बोट त डेन्जर ठुलो भएछ है। ओहो स्नेक प्लान्ट खतरा भएछ। के भयो अरे आमा? भोग्ला र के भयो अरे? भोग्ला अन्त कान्छीले केरा चाहिँ मन खत्तै खायो। एक हात भने केरा, एक हात भने कति 12वटा? 12 हाल थिएन होला। त्यो सबै खाइसक्यो नि? सक्यो। अनि त्यहाँ चिया? ल यस्तो गर्मीमा कसले खान्छ चिया? हेलो छोरो, के गरे नि त्यो मुख? पानी खाएको पानी उत्तल टोइलेट पानी के गीत सुनेको छ र भनिदेऊ त। तिमीलाई गाडीमा इरिटेट लाग्यो त्यो गीत सुनेर? नछेका कान्छा भन्ने गीत है। ल यता हाम्रो कान्छी नाति तन्देरी, नातिले अर्को साल ल्याउँछ अरे बुहारी फेरि। त्यही भन्छ त। यता हाम्रो दाइको घरमा चाहिँ कोही हुनुहुन्न रहेछ, सब चितवनतिर। मामा रुखहरू त ठुलो भएछ होइन हो। छोरो तिमीलाई कसले लिएर दिएको यस्तो मासु? आमाले।
देखाउ त जिउँदै छ त नातिलाई मासु लिएर आइदिएको रे आमाले मलाई पोकाको हो भन न पोकाको र सिन्का हालेको रे अब ल खाऊ खाऊ कालो मासु मन पर्छ रे म एकदमै बाबु यहाँ आउ न तिम्रो त खाने न ओ बाबु जेठानीको कसैले के आयो त्यस्तो फेरि कान्छे त्यही भन्छु आमालाई कान्छे जेठानीले के ल्याइदिनु भएको छ त्यस्तो सिमलिगान न्युरो ए सिमलिगान कसले हो कि ल्याइदिए म आफैले भनेको थिएँ सूर्य सिमलिगान रहेछ त्यो चाहिँ निउरो होला हो ल गाउँको निउरो यो चाहिँ है गिठा त उम्रिनु बेलै भएन होला अहिले ल यहाँ चाहिँ हाम्रो चिया गफ चल्दैछ है अनि यहाँ चाहिँ लास्टै गर्मी पनि रहेछ यहाँ चाहिँ काठमाडौँमा त चिसो छ नि त बिहान बेला अझै लुगा ओढ्नेमा त ज्याकेट लाएर बस्छु यहाँ चाहिँ जाडो रहेछ ड्रइङ चाहिँ खत्रै रहेछ कान्छे इक्कोले बनाएको नि यस्तो आमा ओहो यो त उचाल्नै नसक्ने रहेछ यो चाहिँ लसुन अदुवा पिस्ने हो र यिनीहरूको बसाइ हेर्नु न यिनीहरूको बसाइ सुत्केरी जस्तो बस्या यिनीहरू कान्छे यिनीहरूलाई हेर्नु न सुत्केरी जस्तो खुट्टा पसारेर बस्या कान्छे यता देखाउनु त त्यो केटा ओहो यो त लास्टै अर्ग्यानिक रहेछ फेरि ठुलो पसा छ आमाले यही होला एक हात खाएर बसेको पो भनेको हो केरा खाजा साथै लोकल अब यो चाहिँ के राख्ने दुल परेछ केमा हाल्ने रे आमा फ्रिजमा हालेर खाऊँ त यस्तो दुल परेछ नि सधैँ हाल्नु त नि के फ्रिजमा हालेर खाऊँ त फ्रिजमा खाऊ छोरो ल साथीहरू फाइनली काकालाई चाहिँ बल्ल भेट भयो होइन काकासँग चाहिँ तपाईँ कता गएर आउनु भएको त नि ओहो यो त कत्रो कत्रो गोरु है सुजित त्यहाँदेखि चाहिँ ठुलो साइज छ र मासु लिएर आउनु भयो जस्तो है उहाँले चाहिँ घर अगाडि प्लान्ट चाहिँ खत्रै भएर चाहिँ दामी ल साथीहरू बेलुका पख चाहिँ हाम्रो यहाँ यस्तो देखिरहेको छ है म चाहिँ यो फुल देखेर हेर्न आएको हेलो के हो नि बाबुहरूको नाम हो र ल मेरो भ्लगमा हाई भनिदेऊ न त ल किन लगाएको त्यस्तै यो चौतारा चाहिँ मलाई साह्रै मन पर्यो क्या है दामी छैन बाबु सुजित यहाँ भाइहरू पनि बसिरहेको छ अघि हामी आएको बस चाहिँ यो माथिबाट गयो होइन अनि त्यस पछाडि यहाँ नि पुरानो घरहरू छ नि त यहाँ पनि यस्तो घरहरू छ अब सुजित र म एकछिनमा सायद गाउँ डुल्न जान्छौँ होला होइन त ल खाजा हो पोलेको मकै ल ल यो त बाबालाई खानु पर्यो नानी के गान्थे जाँडा उयो के हो रे आमा त्यो देखाउनु त कान्छे त्यो तर त्यो रमाइलोको लागि मात्रै हो भनेको यो जाँड चाहिँ हाम्रो काकाको लागि है जाँडो रक्सी चाहिँ कहाँ यिनीहरूले खान्छ त यिनीहरूले फेरि त्यस्तै खाम खाम भनिदिएर क्या मान्छेले चाहिँ खसीको मासु काट्दै हुनुहुन्छ है टक्क गलाएर अहिले हामी यो चुलोमा पकाएर खान्छौँ भित्र पनि आगो बलिरहेछ आगोमा पनि हुनसक्छ के गरेको यसले झिङ्गा धुवा धबा त कसरी धबाएको खतरा पाराले खानुपर्छ आज यसको मासु खसीको मासु छोरो र म चाहिँ खाजासाजा खायो अरे अनि हामी चाहिँ यहाँ हाम्रो यहाँ घरबाट चाहिँ स्कुल नजिकै छ नि त होइन सुजित तर सुजितलाई त थाहा होइन तिमी फर्स्ट टाइम होइन स्कुल जाने क्या मैले चाहिँ हाम्रो सुजित गुरुङलाई चाहिँ म पढेको स्कुल लैजाँदैछु क्या उसलाई चाहिँ अब कस्तो छ हेरौँ न त तपाईँ पढ्नु भएको स्कुल भनेर छोराले त्यही भएर चाहिँ सुजित र म चाहिँ एकछिन स्कुल जाँदैछौँ गाइस है स्कुल चाहिँ हाम्रो घरबाट फेरि 5 मिनट हो क्या नजिकै हो सर र टक्क लाएर हामी स्कुल पुगेर आउँछौँ हाम्रो स्कुल हजुरहरूलाई पनि हामी देखाउने छौँ होइन त सुजित बाटो चाहिँ फेरि यस्तो छ गाइस है अब नेपाली पाउडर के रहेछ र नेपाली पाउडर
नेपाली पाउडर। अब यो बुढी गण्डकी जलविद्युत आयोजना हुँदैछ नि त यहाँ, यो डुबान पर्दैछ नि त यो सबै, त्यही भएर चाहिँ पुरै यस्तो धुलो छ क्या, नत्र त यो सबै पिच हुने बाटो हो। लगाइस बाटोको हालत यस्तो हुन्छ, एउटा गाडी आउने बित्तिकै हामी त धुलो देखेर भागेको। ओहो धुलो हेर्नु, धुलो हेर नि धुलो बाबु। एकदमै धुलोमा बस्न चढ्न कति खायो। यो चाहिँ यो खोलाको नाम चाहिँ घौसुर खोला हो क्या सुजित होइन। यो चाहिँ असार साउनमा तर्नै नसक्नेले चर ठुलो हुन्छ क्या खोला त्यहाँबाट क्या, तल हेर त सर यता। यो खोला चाहिँ तर्नै सक्दैन, त्यस्तो ठुलो हुन्छ क्या। तर अहिले चाहिँ यस्तो फेरि केही छैन होइन, पानी छैन क्या, सब सुकेर। अब चाहिँ हाम्रो स्कुल आइपुग्न लाग्यो है। अनि यो चाहिँ यो छ नि, यो पुरै आँपको रुखो, यो चाहिँ पुरै स्कुलको बगैँचा हो क्या। आमा हामीले कम तान्थ्यो पहिला यो आँप है। अब चाहिँ स्कुल आइपुग्न लाग्यो है सुजित। अनि यो पसल छ नि, यो पसलले। अनि गीता दिदी नमस्ते दिदी, नमस्ते। म एकदम भेट्न मन लागेर। हजुर मेरो बिहा ठुलो गर्ने बाँकी छ कि दिदी। हो ठ्याक्क अहिले भर्खरै आइपुगेको। अनि एकछिन सन्चै छु दिदी। अहिले त काठमाडौँ हो दिदी। हामी हाम्रो घर यता मनोमैजी हो दिदी। वहीँ हो मनोमैजी नै हो। हजुर दिदीको छोरा। मैले उसलाई भनेको क्या, हामी पहिला स्कुल पढ्ने बेलामा यहाँ गीता दिदीकोमा एकदम धेरै समस्या खान्थ्यो भनेर चाहिँ उसलाई भन्दै आएको मैले है। कति राम्री भइराख्नु भएछ हजुर त। भएन के नखाने दिदी, भर्खर खाजा खाएर आएको। ए त्यहाँ काकीले के खाजा बनाउनु भएको रहेछ, खाएर आएको। के खान्छ होइन होइन केही नखाने दिदी, स्कुल हेर्न मन लागेर है। हामीले पहिला कम्ता समस्या खान्थ्यो है। रिता जापानमा छ साथी होइन त। ल रिता हेर है, रिता सबिना। रिता यहीँ छ। रिता त जापानमै छ। रितासित मलाई नि बोल्नु मन लाग्थ्यो हो मेरो कुरा भइरहेको छ बेला बेलामा। यो चुलामा समोसा पोलेको हामीले कम्ता खान्थ्यो त है दिदी। मिलेर के साथी जस्तो भएर हामी साथी गीता दिदी चाहिँ हाम्रो साथी जस्तो हुनुहुन्थ्यो। त्यही त। अनि हामी आमा यहाँभित्र बसेर नि कम खान्थ्यौँ है। फेरि एकदम मिठो बनाउनुहुन्थ्यो कि गीता दिदीले चाहिँ। मिठो हुन्थ्यो नि। अन्त गइसकेपछि चाहिँ अहिले कति बुढाहरू यस्तै समस्या होला भनेर गएको अन्त हुँदो रहेछ। हो एकदम मिठो बनाउनुहुन्थ्यो क्या। त्यही त स्कुल हेर्न मलाई राखेको दिदी। चाउमिन बनाउँछ जाने के खान्छ होइन होइन दिदी खाजा त केही नखाने। माछा पो देखाउनु भएको थियो। होइन नखाने यो देखाएको पुडी गण्डकीको पुदी एम्बुलेन्स ड्राइभरले भात खान्छ। खालि माछा मासु खान खोज्छ क्या। आफूलाई चाहिँ सन्चो हुँदैन। कति रोग लाग्यो मम्मीले सन्चै छ। मम्मी नै आउनु भएको सन्चै हुनुहुन्छ। पारी हुनुहुन्छ बुढीमा। आइरहन् थियो यहाँ बिचरा। त्यही त पहिला स्कुल हेरेर आउँछ दिदी अहिले। ल आउँछ स्कुल क्यान्टिन जस्तै हो। ल श्री पढ यहाँ के लेखेछ सुजित? श्री रत्नेश्वर माध्यमिक विद्यालय गण्डकी गाउँपालिका 5 दरबुङ है। यो चाहिँ हाम्रो स्कुलको बोर्ड है। आऊ हामी चाहिँ यहाँबाट कलार इन्ट्री गर्थ्यौँ है सुजित। ओहो म त धेरै पछि पो हो त यहाँ त। म चाहिँ आज हाम्रो स्कुल चाहिँ 12-15 वर्ष पछाडि नै आउँदैछु कि खुसी लागिरहेछ होइन। हाम्रो स्कुलको चाहिँ यहाँ गेट बन्द रहेछ। अनि अब यसरी जानु राम्रो त होइन, तर यहाँ यसै अब स्कुलमै नजाने कुरै भन्यो। त्यही भएर म चाहिँ यसरी जाँदैछु है। यसरी चाहिँ छोरा यसरी चढ्नु कि इजी। स्कुलमा त पुरै चराचुरुङ्गी किराहरू कराइरहेछ है। लगाइज म पढेको स्कुल चाहिँ यही हो है। कस्तो रमाइलो थियो पहिला, अहिले त सुनसान छ है। अहिले त स्कुल पनि अफ छ होला नि त, छुट्टी छ होला। 12-15 वर्ष पछाडि नै आयो होला म त यो स्कुलमा त है। तर कस्तो राम्रो छ अहिले पनि। साह्रै आउन मन लाग्थ्यो हाम्रो स्कुल। फाइनल्ली आइपुगे। ल यहाँ चाहिँ गेट बन्द थियो नि, हामी चाहिँ त्यहाँबाट आएको होइन।
अनि यो चौर के चौरामा पहिला त यस्तो लामो लामो झारहरू के यस्तोहरू हुन्थेन पुरै दुबो मात्रै हुन्थ्यो अहिले चाहिँ उस पनि रहेछ साथीहरू हामीले चाहिँ म पहिला पढेको स्कुल पनि घुम्यौँ होइन कसलाई सुझ्यो तिमीलाई एकदमै राम्रो रहेछ राम्रो रहेछ राम्रो लाग्यो हामी त पहिला यो साइडमा थियो कि पुरै त्यो चाहिँ भत्काइसकेछ त्यो साइडमा पढेको हामी चाहिँ अनि यो यहाँ पनि हो यो बिल्डिङमा यहाँ पनि हो होइन अहिले भत्काएर के बनाइसकेछ पुरानो चाहिँ यहाँ रहेछ अलिकति छ नि त्यो थोरै त्यो हजुरले देख्न सक्नुहुन्छ त्यो माटोको क्या सानो है गाइस पालापनको यादहरू सबै आयो त्यो रिकल भयो कि दिमागमा चाहिँ अब यहाँ स्कुलमा आएर आउँथ्यौँ हामी होइन यहाँ पढ्थ्यौँ खेल्थ्यौँ साथीहरूसँग भेट्थ्यौँ कम्ता रमाइलो हुन्थ्यो त त्यो चाहिँ एकदमै छुट्टै क्या त्यतिखेरको टाइमिङ नै क्या है तर राम्रै छ अहिले पनि अनि यहाँबाट देखिन्छ नि त सुजित हाम्रो गाउँ माथि के गाउँ देखाउँछु ल तिमीलाई म यो स्कुलमा पढ्न चाहिँ यो गाउँ छ नि यो चाहिँ रामपुर भन्ने गाउँ हो है यो गाउँबाट पनि आउनुहुन्छ टाढा त नि त्यसपछि यता माथि गाउँबाट सबै आउँछ नि यहाँ अहिले चाहिँ अब बेलुकाको टाइम भएर पनि खासै देखेन नि त है खासै देखेन किरा कर है पुरै रुकुनामाथि नै स्कुल होइन छ अब चाहिँ हामी घर फर्किन लागेको होइन सुजी अब चाहिँ हामी यहाँ डुल्यौँ हाम्रो स्कुल है ओभरअल तिमीलाई कस्तो लाग्यो हाम्रो स्कुल त भन राम्रै रहेछ यहाँ त गेम पनि हुन्छ नि त सुजी फुटबल भलिबल सबै हुन्छ यहाँ तिमीलाई आएकै छैनौ है आज चाहिँ मैले लिएर आएँ सुजितलाई पनि हाम्रो स्कुल पुरै मलाई रिङ्गेर ला यसरी घुम्दा त ओ माई गॉड वाउ कस्तो दामी बेगमबेली फुलेको यहाँ हेर त सुजी वाउ दामी बेगमबेली फुलेछ हौ साथीहरू हेर यहाँ चाहिँ पुरानो घरहरू छ है धेरै मान्छेहरू चाहिँ यहाँबाट बसिसकेर गइसक्यो यतातिर पनि टन्नै घरहरू छ तर सबै छोडिसकेको घरहरू मात्रै छ है परालको टौवा गण्डकी गाउँपालिका स्वास्थ्य शाखा दरुङ स्वास्थ्य चौकी ल स्वास्थ्य चौकी चाहिँ यहाँ रहेछ है हेलो आएको छैन दिदी केरा पनि खाएर आएको हो नि दिदी हामीले त्यहाँ फेरि हामी गीता दिदीको घर आयौँ है यो चुल्हा चाहिँ दिन्छ भाइरल रहेछ भाइरल यो चुल्हा चाहिँ है यो लोकल केरा हो त दिदी हो लोकल केरा हो लोकल केरा ए उता घरमा नि खाएर आएको यहाँ नि रहेछ लटाउनु लोकल केरा हाम्रो कान्छीले चाहिँ टक्क लाएर अघिको फर्सीको मासु आगोमा पकाउँदै हुनुहुन्छ है हामी चाहिँ अब यो मिठो गरेर खानुपर्छ अहिले खाँदैछ अब चाहिँ हाम्रो खाना खाने समय है यहाँ चाहिँ मुलाको अचार बिस्तारै खानु चाहिँ हजुर बाबुले त म त खान घिउ लभर हाम्रो सुजित गुरुङ हाम्रो काका यहाँ टक्क हल्का खाँदै हुनुहुन्छ यहाँ चाहिँ अर्ग्यानिक पाराले यो ओखलमा चाहिँ हाम्रो यहाँ कान्छीले चामल कुट्दै हुनुहुन्छ होइन यो चाहिँ भोलि सेलरोटीको लागि हो हामीले सेलरोटी बनाउने हो नि त त्यही भएर अब यसको पिठो कस्तो बन्छ त्यो पनि तपाईँहरूलाई म देखाउँछु हेर्दै गर्नु होला पिठोको फाइनल लुक चाहिँ यस्तो भयो होइन ल यो चाहिँ जातोमा पिनेको मिक्सरमा पिनेको डेकीमा कुटेको जे भने पनि मिल्छ यस्तो हुँदो रहेछ है यो चाहिँ अब भोलि सेल खाने ल है त साथीहरू हजुरलाई गुड नाइट भोलि अब अर्को भ्लग भेटौँला है त ल बाई बाई नाइट